हेलो एभ्रिवान वेलकम टु माई एनदर भ्लग। तपाईँहरू सबैलाई मेरो नेक्स्ट भ्लगमा स्वागत गर्दै। तपाईँहरू कस्तो हुनुहुन्छ? आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा राख्दै। सो आजको भिडियो चाहिँ कन्टेन्ट के छ भने आज थाहा भएकै कुरा हो है, न्यू इयर। आज हामीले न्यू इयर कसरी सेलिब्रेट गऱ्यौँ त तपाईँहरूलाई म भिडियो मार्फत देखाउने छु। अन्त सो आज हाम्रो आप्पाको पनि बर्थडे छ, सो हामीले बर्थडे कसरी सेलिब्रेट गऱ्यौँ त्यो पनि देखाउने छु। हामीले हिजो चर्चमा पनि सेलिब्रेट गऱ्यौँ है, यसरी तपाईँहरू हेर्न सक्नुहुन्छ। हाम्रो निम्ति धेरै रमाइलो होस्, रमाइलो गीत सबैको र यसकै अवसरमा एउटा गीत तपाईँको माझमा प्रस्तुत गर्न लागिरहेको छु। स्वीकार दिनुपर्छ। आइसी यहाँ आउन भनेको बोल न आमालाई पनि। पहाड छ झलल नयाँ सालको मौसममा, सबै मिली यसैले गाउन मसँग। समय हो सबको मनन गरन परमेश्वरको प्रेमलाई। सबैले बिलाउने छ आशिषको भविष्य, सधैँलाई मेटिने छ अन्धकारको राज्य। आगमन भो राजाहरूको राजाको निको बाण पृथ्वीलाई। सल्लागारी चियाबारी वारिपारी झरना झोडाले गाउँदैछ, शान्ति सबैलाई सालमको राज्य आउँदैछ। शान्ति सबैलाई सालमको राज्य आउँदैछ। ह्याप्पी न्यू इयर, ह्याप्पी न्यू इयर, ह्याप्पी न्यू इयर सबैलाई। ह्याप्पी न्यू इयर, ह्याप्पी न्यू इयर, ह्याप्पी न्यू इयर सबैलाई। ल है सबै ताली बजाउँदै कम्मर मचाउँदै। वर्ष दिन नि बितेछ लैलै हेर्दा हेर्दै, चारै ऋतु कटेछ लैलै झेल्दै जिउँदै। आऊ बसौ आँगनीमा, आगो ताप्दै चिसेनीमा, दुःख सुखहरू बाटौँ है। सेखी फाली है हेरी डुढैमा प्रभुलाई, सँगै मिली भोज गरन ख्रीष्टको प्रेमले मन भरन। नयाँ सालमा नयाँ बनौँ है, नयाँ सालमा नयाँ बनौँ है। स्वीकार मेरो गीत
भव्य पथ्य छ ईश्वराय मानिस बनेर चारैतिर कति झिलिलिलिलिलिलिलि रातो पहिलो बत्ती कति साह्रो जाडो लाउन आगो तप्न आउने सभ्यता छाडो सबै आउँदैछ सबैजना हाम्रो घर आएछ हे नयाँ साल 26 फर्केर आएछ हे 2026 फर्केर गाइज आज चाहिँ हाम्रो आपाको बर्थडे पनि हो है आज न्यू इयर पनि हो अहिलेको तपाईँको बज्दैछ 1:45 बज्दैछ है सो आपा चाहिँ सुतिसक्नु भएको थियो हामी आउँदाखेरि अब चाहिँ हामी आपालाई उठाएर चाहिँ आपालाई उठाइसक्यौँ अब चाहिँ हामी आपालाई सम्मान गर्छौँ खदा लगाएर सो हेर्दै गर्नुहोस् हाम्रो भिडियो है ह्याप्पी बर्थडे टु यु Happy birthday to you. Happy birthday, dear Appa. Happy birthday to you. May God bless you. May God bless you. Happy birthday, dear Appa. Happy birthday to you. ओके न आपा भन्नु न थ्याङ्क यू भन्नु न अब आपालाई हामी खदा लगाएर सम्मान गर्दैछौँ क्ल्याप 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 ये मिठाई पनि ल्याएको छौँ हामीले आपाको लागि ओके दादा यता यता हेर्नु न मम्मी मम्मी खदा लगाएर छुनु त खदा छुनु न उता हेर्नु न यता हेर्नु न दुईजना उहाँ बस्नु दादु जानु आपाको छोरा कान्छो छोराको पालो आएको छ आपालाई ह्यापी बर्थडे थ्याङ्क यू जन्मदिनको धेरै धेरै शुभकामना छ तपाईँलाई धन्यवाद तपाईँलाई अब पालो आएको छ यता हेर्नु अब पालो आएको छ बुहारीको पालो आएको छ कान्छीबरीले खदा लाउन रहेछ आपालाई जन्मदिनको धेरै धेरै शुभकामना लामो आयुष होस् आपाको स्वस्थ रहनु भाग्यमानी छ बुहारीलाई सिधै हेर्नु न बस बर्थडे पनि भयो अब तपाईँ के भन्नु चाहनुहुन्छ खेला चाहिँ आशीर्वाद दिनु छैन तिमीलाई धन्यवाद भन्नु न लु धन्यवाद छ मेरो छोराबुहारीलाई र मेरो श्रीमतीलाई छोराबुहारी र श्रीमतीको धेरै धेरै आयु लामो होस् रक्षा गरोस् प्रभुले दीर्घायु दियोस् आयु लामो होस् परिवारमा सुख शान्ति होस् परिवारमा सुख शान्ति होस् र मेरो छोराबुहारीलाई रोग कष्ट दुर्घटनादेखि बचाउनुहोस् मेरो श्रीमतीलाई पनि रोग कष्ट दुर्घटनादेखि बचाउनुहोस् र आज मेरो बर्थडे थियो छोराबुहारी र श्रीमती भारा मलाई खदाहरू लगाइदिएकोमा धेरै धेरै मेरोबाट धेरै धेरै धन्यवाद छ आई होप तपाईँहरू जतिजनाले पनि यो भिडियो हेर्नुभयो है सबैजनाले इन्जोय गर्नुभयो होला अन्त आउँदो दिनहरूमा पनि यसरी नै तपाईँहरू माझमा है नयाँ नयाँ कन्टेन्ट नयाँ नयाँ भिडियोजहरू लिएर तपाईँहरू माझमा आउन सकेको हो र सबैजनाले यो भिडियो हेरेर लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनुहोस् र मलाई धेर सपोर्ट गरिदिनुहोस् र यति भन्दै थ्याङ्क यू